हाई एभ्रिवान, ह्याप्पी शिवरात्रि। आज मैले शिवरात्रि स्पेसल फल राखेर दही सलाद बनाउन जाँदैछु। त्यसको लागि एउटा सफा भाँडोमा मैले फ्रेस दही एड गरेँ। त्यसपछि यसलाई मजाले फिट्न जाँदैछु। यसलाई मजाले फिटिसकेपछि अलिकति बिरेनुनको धुलो राखेँ। बिरेनुनको धुलो एड गरिसकेपछि अब मैले यसमा अलिकति केसर पनि एड गर्छु। केसर राखेर यसलाई मजाले मैले फिट्न जाँदैछु। यसलाई फिटिसकेपछि यसको कलर यस्तो हुन्छ। त्यसपछि मैले यसमा ससाना टुक्रा बनाएर राखेको केरालाई एड गर्छु। केरा एड गरिसकेपछि अब फेरि यसलाई म मजाले मिक्स गर्छु। त्यसपछि मैले यसमा ड्राई फ्रुट पनि एड गरेको छु। ड्राई फ्रुटमा चाहिँ मैले बदाम, काजु र किसमिस लिएको छु। त्यसपछि मैले अलिकति चिनी राखेँ। चिनी चाहिँ हजुरहरूले स्वादअनुसार राख्नुहोला। त्यसपछि मैले फलफुल एड गरेँ। त्यसमा मैले अनार, ससाना टुक्रा बनाएर राखेको स्याउ र अङ्गुर एड गरेर यसलाई मजाले मिक्स गरेँ। र यो मिक्स गरिसकेपछि यो फाइनल्ली रेडी हुन्छ। गर्मी महिना पनि सुरु भएको छ। हजुरहरूले पनि एकचोटि यो रेसिपी ट्राई गर्न नबिर्सिनुहोला। थ्याङ्क यू सो मच।